हेलो साथीभाइ आयो आपने अन्सो मन बालासला मरम से भिडियो स्किप नगरा एन्टक साइड आज तो मोहन नेपाली दमाई समाज लगा मोहनला टाइटल लगा जात खान मोहन मीटिंग करबला से किमान येते हामीहन येते जगह किमान जन আছে हामी अन्सो मन मिलिगिना जुदु मिठो दाल बादुली बनाइना खाइगिना मीटिंग करबला से साथीभाइ हन हामीहन साबिदे किना हो भिडियो बाल लागि लाइक कमेन्ट शेयर तो ये देवरा मीटिंग करासे इटा अलमोस्ट मानवान तो आइपुन्छ नै स्टार्ट भना इटा बे इने आसदे साथीभाइ हन Oh, bareng. Start boleh sih. तो ये तो हम कुकिंग क्लास दे सब रहे हम कुक मास्टर ये तो दाल बनाए से आए अरे यहाँ के छ ये तो दसैँ pork और मांस यम्मी ले दाल बनाए से अरे ये तो की बनावला से ना तो नहीं की बनावला यहाँ कुखुरा का मासु ओ ये तो चिकन बनावला से उसे दे सके बहन ये मोहन लगा दमाई समाज लगा मीटिंग करवला से ये तो बॉयल और ये चिकन लोकल है जो बॉयल है लोकल साथी भाई खान मोहन चीफ गेस्ट के रुकी रुकी नहीं चीफ गेस्ट का नहीं था आया थे सभी हमें वाला गौरी चीफ गेस्ट इतना बड़ा आया सभी हाँ तो राइस ना धन्यवाद छ उपस्थित सबैलाई र आजको हाम्रो पहिलो दमाई समाज हामी गठन गर्ने जो निर्णय लिएर हामी आज बसेका छौँ त्यसको मलाई आज तपाईँहरूले दिनुभएकोमा म धेरै धन्यवाद पठाउँछु तपाईँहरूलाई र म हाम्रो बिचमा यो मञ्चमा एकबार निम्ताउँछु उहाँहरूको नाम मैले राखेको छु सर्वप्रथम हाम्रो मन बस्तीदेखि गोपाल बहादुर दर्जीलाई एकबार मञ्चमा आइदिनु होला यसै गरी हाम्रो जानकी दर्जी बहिनी हजुर पनि मञ्चमा उपस्थित भइदिनु यसै गरी हाम्रो बिजु दर्जीज्यू हजुरलाई पनि म मञ्चमा निकाउँछु यसै गरी हाम्रो गङ्गा दर्जीज्यू बाबा यसै गरी राजा रत्नेज्यू मञ्चमा आइदिनु होला यसै गरी विजय ढकालज्यू उहाँ आउनुहुँदैछ यसै गरी दानबहादुर दर्जीज्यू सुजेन दर्जीज्यू उहाँ पनि एकदम मञ्चमा आइदिनु राजा दर्जीज्यू यसै गरी राजु दर्जीज्यू काका यसै गरी मेघराज दर्जीज्यू उहाँलाई पनि धन्यवाद सहयोग त सबैले गर्नुभएको हो तर पनि हामी यो दमाई समाज गठन गर्नुको लागि घर घर गएर एकदम हामी सुरुबाट लागिराख्नु भएको थियो उहाँहरू र उहाँहरूलाई म निम्ताएँ र आजको हाम्रो यस प्रकारको एजेन्डा छ म हजुरहरूलाई
पढेर सुनाइदिन्छु र त्यही एजेन्डा हिसाब हामी आज जाने हो र सर्वप्रथम हाम्रो छ ओपनिङ एन्ड वेलकम सबैलाई अनि इन्ट्रोडक्सन अफ कमिटी मेम्बर्स हामी सबैले चिन्नु त सबैलाई चिनेका छौँ तर पनि कसै कसैसँग हामी अलिकति राम्रो चिनाकी भएको पनि छैन होला त्यही भएर आफ्नो नाम र आफ्नो जग्गाको नाम दिनु भयो धेरै राम्रो सबैले र तेस्रो नम्बरमा छ जर्नी एन्ड एफोर्ट यो हाम्रो दमाई समाज बनाउनुको लागि जो जर्नी र एफोर्ट हामीले जो गरेको छ त्यसको बारेमा हामी भन्नेछौँ र एम एन्ड अब्जेक्टिभ अफ द मिटिङ आजको हामी बस्ने मेन उद्देश्य के हो त्यसको विषयमा हामी भन्नेछौँ र नम्बर 5 मा छ हाम्रो एप्रुभल अथवा एडप्सन अफ द कन्स्टिट्युसन हामीले जो संविधान बनाएको छौँ हाम्रो दमाई समाजको जो संविधान बनाएको छौँ त्यसमा हामी सबै बसेर यो होइन कि हामीले मात्रै बनाउने हामी सबै बसेर हामीहरूको सल्लाह हिसाबमा यसमा केही करेक्सन गर्न छ त्यो हामी गर्नेछौँ यसमा छ डेजिग्नेसन अफ प्रेजेन्ट कमिटी मतलब जो पनि अहिले कमिटी बनाएको छ त्यसलाई हामीहरू भङ्ग गर्ने अनि यो चाहिँ हामीहरू इमर्जेन्सी बनाएको कमिटी हो र आजको जेनरल पब्लिकले नयाँ कमिटी यहाँ गठन गरेर बनाउने छ त्यही भएर नेक्स्टमा हामी फर्मेसन अफ न्यू अफिस बेयरर सबैले सेलेक्ट गरेर नौजन अफिस बेयरर बनाउने नयाँ प्रेसिडेन्ट सेक्रेटरी हामीहरू पोलिन्छ सबै यहाँबाट गर्ने अनि उसको बादमा हामी ओथ टेकिङ मतलब हामी कसम खाने अनि त्यहाँबाट त रेजिस्ट्रेसन फी मतलब हरेक घरबाट हाम्रो एउटा रेजिस्ट्रेसनको फिसको राखेको हो त्यो एन्ट्री गर्ने कसो घर अनि एनी अदर म्याटर अन्य कसैलाई केही कुराहरू राख्नु मन छ त्यसमा पनि छ अनि लास्टमा हामी लास्टमा गइसक्यौँ अनि रिडिङ अफ मिटिङ रेजुलेसन अब हामी आजको छलफलमा हामी के डिस्कस गऱ्यौँ के हामीहरूको बोडीले रिजल्भ गर्यो हो त्यो चिज हाम्रो आजको सबैलाई र हामी पहिलो एजेन्डामा जानेछौँ सुरु गरिदिनु है पहिलो एजेन्डामा ओपनिङ एन्ड वेलकम आज हजुरहरूलाई ओपनिङ एन्ड वेलकम धन्यवाद नमस्ते छ सबैलाई र समय पाएको लागि खुसी छु र भने जस्तै आज हामीहरू यो दमाई समाजको पहिलो मिटिङ र हामीले निम्ताको जस्तै हजुरहरू सबैजना आइदिनु भयो र त्यसमा धेरै नै खुसी छु हजुरहरूको किम्ती समय दिएर आएको कारणले र क्षमा पनि माग्छु हजुरहरूलाई भनेको जस्तो जुन चाहिँ हामीले टाइम भनिदिउँ त्यो टाइममा हामीले सुरु गर्न सकेनौँ अलिकति ढिलो भयो र आज पहिलो बैठक हो र आउने समयमा हामी एकदम समयलाई पनि फलो गरेर जान्छौँ र तपाईँहरूले जुन चाहिँ तपाईँहरूको किम्ती समय दिएर आज यहाँ आइदिनु भएको लागि तपाईँलाई सबैलाई हाम्रो यो समाजको तर्फबाट तपाईँहरू हाम्रो इन्ट्रोडक्सन सबैको हामी इन्ट्रोडक्सन लिनेछौँ मबाट सुरु गरिदिन्छु म राजेन्द्र दर्जी मेरो पिताको नाम गङ्गाबहादुर दर्जी म बोर्लिङली 1 को बासिन्दा हुँ र म दमाई समाजको एउटा परिवार राजेन्द्र दर्जी हो मेरो नाम धन्यवाद मेरो नाम सोनिया दर्जी हो अनि मेरो बाबाको नाम चाहिँ मेघराज दर्जी हो अनि म बोर्लिङली गोपालको मलाई मेरो नाम चाहिँ गोपाल दर्जी गाउँको नाम पूर्ण बहादुर दर्जी र म मोहन बस्तीको बासिन्दा मेरो नाम दर्जी र मेरो पापाको नाम बहादुर दर्जी र मेरो घर चाहिँ बोर्डिङ चाहिँ ब्लक 2 मेरो नाम चाहिँ मोहन बस्तीबाट मेरो नाम चाहिँ धनबहादुर दर्जी हो गाउँको नाम चाहिँ कृष्णबहादुर दर्जी सबैलाई मेरो नाम सुजन दर्जी मेरो बाबाको नाम गङ्गाबहादुर दर्जी म बोर्लिङली मेरो पिताको नाम काजु दर्जी हो म चाहिँ ठुलो सर को बोले से अपनी कोई ना और आप यहाँ सब बड़े ये थे अमी खाला वारी खाते खाली खावले ना भी नहीं खाली खावले यहाँ देखा मैं बिचारी को खाता है ए सब
हाम्रो यो बेसी लामो कुरा भनिन्छ दुई चारवटा पोइन्ट दमाई समाज भन्नेको सोच अनि विचार कहाँबाट आयो भन्दाखेरि हामीले धेरै समाज थियो र हाम्रै नेपालीमा अन्य अन्य जातिहरूमा तामाङ गुरुङ राई सबैको आफ्नो आफ्नो एउटा समाज छ र उनीहरूको त्यो सिस्टमले देख्दाखेरि या उनीहरूको बिहा कार्यमा होस् या मरम होस् आफ्नो नियम हिसाबमा चलाएर राम्रोसित लगेको देख्दाखेरि हामीलाई राम्रो लाग्थ्यो र हाम्रो साथीभाइमा हामीहरू यहाँ लोकल जो हामीहरू टाइममा हामीले यो डिस्कसन चलिरहेको थियो हामीहरूको पनि एउटा समाज बनाएर अगाडि लाँदाखेरि राम्रो हुन्छ अरूले पनि देखेर सिकोस् र हामीहरूले अरूको देखेर हामीहरूले के समाज गर्नुपर्छ भन्ने छैन हामीहरू अब हामीहरू सानो जाति भनेर पुर्खादेखि नै हामीहरूलाई अलिकति तल्लो स्थानमा राखेर आइएको छ होइन र नेम त हाम्रो नेपालीको सबै एउटै छ ठुलो जाति होस् या सानो जाति होस् ये तो चाला तयारी होते साथीभाइ सब साथीभाइमा बनाइ नि के त्यो भुइनी खानबाट बिस्कुट यति त हामी यहाँ लास्ट यो तो रास्ताबाट ना एनिका हामीलाई बहिनीबाट बनाएको हैन यो तो चाद अरे चाला टिचर टु टस दे यो तो चाद ना ताइब्रा से दे चाय बनाइ छिले मलाई डाइरेक्सन दे फेरि जास ना बोले जुई लगा मानु तो अलग है तो त्यो पछि चाहिँ खालो वाला ए यो चाहिँ चिकन वास्ते चिकन तो मलाई बाइबल एक जुदा কথা কও গৈছে ना अजिला दो वेरे दो बेसी पाला दे अपने हम ना बोले बे सब सब्जी खान पात खान बनादा क्रेडिट तो ताइब्रा बना बेसी दुखरे थाइ दे तू मानु ना बेसी दुखरो आगे जाना त बेसी आगे पर रुले इता भी बोली तो हना है बोली तो चाहिए और आगे जाना और बेसी बाल करो थैंक यू